हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म यो भिडियोमा चाहिँ धेरै पछि आएको छु। मैले युट्युबमा भिडियो नबनाएको धेरै नै भइसक्यो, लगभग 4-5 वर्ष हुन लागिसक्यो। सो म चाहिँ आज यो भिडियोमा चाहिँ के को बारेमा कुरा गर्दैछु भन्दाखेरि मैले चाहिँ 2021 तिर है सेयर चाहिँ किनेको थिएँ त्यति बेला हैन। र त्यति बेला किनेर केही अब त्यस पछाडि चाहिँ मार्केट बियरिसमा गएको थियो 2021 मा हैन। अनि त्यो बियरिस मार्केटमा जाँदाखेरि अब कति चाहिँ बेचे पनि हैन, तर बेच्न नभ्याएकोहरू पनि थियो, सेयरहरू थियो अझै पनि बेच्न नसकेको, आइपिओ परेकोहरू त्यस्तोहरू थियो है। अनि त्योहरूको चाहिँ मूल्य चाहिँ यतिकै छोड्दाखेरि मैले आज धेरै पछि हेरेँ। त्यति बेला बिचमा एकचोटि चाहिँ हेरेको, अब मेरो सेयरको चाहिँ लगइन मसँग चाहिँ पासवर्डहरू नभएको कारणले मैले त्यता एकाउन्टमा हेरेको थिएन। अनि नेप्सेको चाहिँ पहिला चाहिँ एकचोटि चाहिँ हेरेको थिएँ, नेप्सेको चार्ट चाहिँ हेरेको थिएँ कहाँसम्म पुगेछ नेप्से भनेर। अनि धेरै बियरमा गइरहेको थियो मार्केट। अनि त्यति बेला चाहिँ अब सायद धेरै नै घट्यो होला। र त्यति बेला चाहिँ मैले हेर्दाखेरि लास्ट टाइम हेर्दाखेरि चाहिँ मेरो सेयरबाट मैले लास्ट टाइम हेर्दाखेरि चाहिँ सेयरको मूल्य 3 लाखसम्म पुगेको थियो है। अनि 2 लाख कति थियो है। अनि त्यतिसम्म पुगेको थियो, समथिङ अब 1800 हुँदाखेरि होला नेप्से। त्यस पछाडि चाहिँ अब मेरो त्यो एकाउन्ट पनि अब लगइन चाहिँ भएन है। त्यस पछाडि हेर्न नि पाएको थिएन, किन्ने बेच्ने केही गर्नै पाएको थिएन है। त्यसपछि आज चाहिँ मैले त्यो एकाउन्ट चाहिँ रिकभर गरेको चाहिँ म तपाईहरुलाई चाहिँ कति भएको रहेछ भनेर त्यसको चाहिँ भ्यालु देखाउँछु। अनि यसको बारेमा चाहिँ म केही कुरा गर्छु है त। यो चाहिँ मेरो अहिलेको देखिन्छ कि के गर्छ हैन। यो चाहिँ मेरो अहिलेको चाहिँ सेयर, यो पोर्टफोलियो हो हैन। अनि थुप्रै सेयरहरू छ, आइपिओहरू छ हैन, धेरै आइपिओहरू छ। अनि लगायत अरु सेयरहरू किनेकोहरू पनि छ, सेकेन्डरी मार्केटबाट किनेकोहरू पनि छ है। र यसो हेर्दाखेरि चाहिँ होल्ड गर्यो भने हैन, हुन त धेरै समय पनि भयो, 2021 देखि अहिलेसम्म लगभग 4 वर्ष चाहिँ भयो। भनेको चाहिँ होल्ड गर्दाखेरि मार्केट त्यस्तो नबढ्दाखेरि पनि कुनै बोनस दिने कम्पनी छ भने चाहिँ 4 वर्षमा चाहिँ मेरो 3 लाखको चाहिँ 6 लाख त्यस्तै पुग्यो भनेपछि चाहिँ बोनस दिने कम्पनीहरू छ भने अलिअलि है, सबैले त दिँदैन, बोनस दिने राम्रो कम्पनीहरू छ भने चाहिँ यसपालिको केसमा चाहिँ मलाई भनौं न टाइमको हिसाबमा अब मार्केट बुलिश गयो भने त अझ बढ्ने भयो, बियरिश गयो भने घट्ने भयो। तर नर्मल्ली कुरा गर्दा अहिले त्यस्तो मार्केट बुलिश छैन नि त। लगभग बुलिश ओभरअल ट्रेन्ड बुलिश भए पनि यो मार्केट अहिलेको चाहिँ सर्ट टाइममा चाहिँ त्यस्तो बुलिश छैन हैन। त्यो हेर्दा पनि करिब 4 वर्ष जति चाहिँ लाग्दो रहेछ हैन डबल हुनको लागि। यदि धैर्य गर्ने हो भने है, धैर्य गर्ने हो भने 4 वर्ष जति जस्तो चाहिँ लागेको जस्तो चाहिँ मलाई फिल भयो हैन। मार्केट टपमै किन्यो भने पनि, मिस्टेकै गर्यो भने पनि त्यो मिस्टेक रिकभर हुनको लागि चाहिँ 4 वर्ष जति लाग्दो रहेछ, जस्तो चाहिँ मतलब डबल हुनको लागि 4 वर्ष जति लाग्दो रहेछ यदि बोनस दिने कम्पनीहरू छ भने हैन। त्यो चाहिँ मैले यो भिडियोबाट निकालेको एउटा चाहिँ आफुलाई लागेको कुरा चाहिँ मैले यसबाट चाहिँ शेयर गरेको तपाईहरुलाई हैन। पहिला चाहिँ अब किन्ने बेच्ने ट्रेडिङ पनि गरिरा हुन्थे मैले हैन नेपालमा हुँदाखेरि। अहिले चाहिँ म त्यस्तो गरे हैन, टाइम नभएर पनि त्यस्तो गरेको छैन। र यसरी चाहिँ पोर्टफोलियो आज हेरौँ न त भनेर हेर्दाखेरि चाहिँ जो यतिको भएको रहेछ त्यो भएको चाहिँ सबैलाई शेयर गरौँ। र आतिर धैर्य गर्न सक्यो भने चाहिँ एकचोटि चाहिँ रिकभर हुन्छ भन्ने चाहिँ मार्केटले चाहिँ प्रुभ गर्छ भन्ने चाहिँ हो हैन। मेरो चाहिँ 4 वर्षपछि खोलेर हेर्दाखेरि हैन चाहिँ अब करिब अब 4 वर्ष पहिलाको अब बियरिस र
अहिलेको बियरिसको हेऱ्यो भने चाहिँ दुइटै बियरिस त्यति बेलाको बियरिस र अहिलेको बियरिसमा कम्पेयर गर्ने भने पनि डबल भएको हुँदो रहेछ भने 4 वर्ष जति लाग्दो रहेछ है। बोनस सोनस दिने कम्पनीहरू पर्यो भने एउटा दुईटा त्यस्तो भयो भने चाहिँ हुँदो रहेछ भनेर चाहिँ मैले यहाँबाट चाहिँ सेयर गर्न आएको हो। यो चाहिँ त्यही मेरो आफ्नो पोर्टफोलियोको आफ्नो एक्सपिरियन्स अनुसारको हैन कुरा चाहिँ मैले यसबाट सेयर गरेको हो। कस्तो लाग्यो त आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट मार्फत दिनु होला र केही सल्लाह सुझाव छ भने पनि दिँदै गर्नु होला है त। धन्यवाद।